चिलाएर तिनजना। बाबा हजुर बेटा मेरो फेस वास चाहिँ सकेको थियो। फेस वास सकियो? तिम्रो फेसै पृथ्वी जस्तो छ बेटा, सकिहाल्छन् भने। त्यस्तो होइन कि बाबा, अस्ति भर्खर एसवाई बजारको कम्बो अफरबाट मगाएको फेस वास त्यो सबै सामान सकिसक्यो भने। यति चाँडो? फेस वास भनेर त लाउने कुरा हो नि बेटा, तरकारी पनि झोलाले खान्छौ कि क्या हो? एकदिन मगाइदिनु जाऊ जाऊ जाऊ। ए दिदी डरलाग्दो अनुहार लिएर नआइज नि मेरो अगाडि। ए केटा हजुर कता हिँड्ने चाहिँ? अनुहारको चमक देखेर थाहा हुँदैन कहाँ जानु लाग्यो भन्ने कुरा। डेटिङ जानु लागेको ड्याड। डेटिङ? बाउ सिङ्गल भाइ यत्रो वर्ष भइसक्यो, तँ डेटिङ जाने? होइन घर बस। घरमा के काम छ? त्यो दिदीले हेर्ने केटा आउँदैछ के? यसलाई हेर्न मात्रै आउने होला नि, कसैले होइन। मेरो जस्तो अनुहारमा चमक हुनु पर्यो नि। बाबु छोरी उही हो, ड्याडी मात्रै आउनु भएन। मम्मी डेटिङ जानु भएको छ, ड्याडी जेलतिर हुनुहुन्छ, त्यही भएर आउनु पाउनु भएन। जेलमा? किन बाबु? अब किन हुनु, योभन्दा अगाडि पनि मलाई केटी माग्न गएको, केटीको बुवाले मलाई केटी दिनु मान्नु भएन। यो बाउको पालो रिसले खुकुरी निकालेर गोली हानिदिनु भयो। केटीको बाउ त ठाउँको ठाउँ मरे नि। हो र? अनि बाबु पानी खाउँला, पानी प्लिज। खाउ न बाबु पानीले। त बाबु कुरा कति तन्काउनु, तपाईँलाई मान्छे परेको परेन? मलाई त एकदम मन पर्यो। अब कहिलेतिरलाई चाहिँ रेडी गरौँ त? मन त पर्यो कि, तर तपाईँको छोरी होइन, छोरो मन पर्यो। ड्याड के भनेको यो मान्छेले? खोइ के थाहा। ए बाबु तपाईँलाई मेरो छोरा चाहिँ कसरी मन पर्यो? कसरी हुनु नि, अब छोरीको अनुहार हेर्नु न, अनि छोरा अनुहार हेर्नु त, कति राम्रो स्किन, कति ग्लो हो, कति चम्केको। मलाई त छोरा मन पर्यो। ए कथा तैँले तेरो अनुहार चाहिँ कसरी चम्काइस् के यस्तरी? कसरी हुनु नि ड्याड? यो त यासवाई बजारको स्किन केयरको कमाल हो नि। भनेपछि तैँले मेरो स्किन केयर प्रडक्टहरू चोरी चोरी लगाइरहेको थिइस्? अब अनि के भने, मैले केही कुरा बुझिनँ। ए तेरिके बाबु, खास कुरा के भने छोरीलाई राम्ररी बनाउनु पर्यो भनेर एसवाई बजारको अहिले कम्बो अफरबाट मैले सनस्क्रिन, क्लिन्जिङ फोम, हिलिङ टोनर, क्लिन्जिङ वाटर, फेस मास्क, लिप टिन्ट राखेँ होइन। छोरो मोड्दो पड्केले लुकी लुकी लान्छ। हेर्नु त मेरो छोरो टल्केको बाबु। बरु तपाईँ पनि लाउने भए म मगाइदिन्छु है। तपाईँको नि अनुहार त हान्दी गोरु भन्दा कम छैन नि फेरि।